हेलो हेलो साथीहरू नमस्ते। हामी यात्राको क्रममा छौँ। यात्राको क्रममा पनि हामी कुरा गर्दै यो यात्रा पार गर्नेछौँ र तपाईहरुलाई कृषिको बारेमा आज हामी छलफल गर्दैछौँ। हाम्रो कृषक सफल कृषक कमल घरती दाई हुनुहुन्छ सिस्ने 4 को। नमस्कार दाई के छ कृषि कर्म त राम्रै भइरहेको छ नि? ठिकै छ हजुर, राम्रोसँग सन्तोषजनकै मान्नुपर्छ। सन्तोषजनक काम गरिराख्नु भएको छ। अब आफ्नो उत्पादनलाई बजारमा लानुको निम्ति गाजीको खोजी गरिराख्नु भएको छ हजुर हजुर र अत्याधिक महँगो भाडाको कारणले गर्दा आफ्नै गाजी नहुँदा हजुर हजुर बजारसम्म उत्पादित कृषि उपजहरू पुर्याउन सकिएन भनेर भन्नुभएको छ है। हजुर। अनि के खेती गरिराख्नु भएको छ अहिले? अहिले त विशेष गरी मौरी चाहिँ छ हाम्रो सेरेना जातको, यहाँको लोकल ए लोकल लोकल चाहिँ जातको चाहिँ सेरेना जातको चाहिँ मौरी छ 80-90 घाट 80-90 घार छ। हजुर, हजुर। हजुर अनि त्यस पछाडि मेरो चाहिँ फल्दै आएको कागती चाहिँ छ तपाईँको 3500 बोट छ भने अब फल्न सुरु गरेको लगभग चाहिँ फल्न बाँकी अब केही वर्ष पछाडि तपाईँको चाहिँ फल्न सुरु गर्ने स्याम्पल दिन सुरु गर्दैछ हामी लगभग 2500 बोटले एकैपटक फल्न सुरु गरिसक्यो। हजुर सुरु गरिसक्यो 3500 बुटा चाहिँ फलिसक्यो अब चाहिँ फल्न बाँकी स्याम्पल दिन बाँकी 2500 बोटा चाहिँ छ र यो वर्षदेखि फल्न सुरु गर्ने छ त्यो पनि। त्यो पनि यो वर्षबाट चाहिँ सुरुवात हुन्छ त्यो। अनि त्यसको साथसाथै 3500 बिक्री गर्न योग्य मेरो चाहिँ ओखर दाँते ओखर चाहिँ छ। ए दाँते ओखर पनि फलाउनु भएको छ? दाँते फलाउने भन्दा पनि बिरुवा चाहिँ छ, बिरुवा छ। फल्न स्याम्पलको रूपमा चाहिँ दिन योग्य बोटहरू चाहिँ छ लगभग त्यस्तै 200-300 बोटहरू चाहिँ होला। 200-300 बोटहरू 200-300 बोट होला। जम्मा जम्मी 600 बोट चाहिँ लगाएको छु। 600 बोट लगाउनु भएको छ दाँते ओखरको? 600 बोट लगाएको छु। अहिले चाहिँ उमेरको हिसाबले 4 वर्ष चाहिँ पुग्यो त्यो। 4 वर्ष पुग्यो। हजुर ओखर जोनकै चाहिँ सहयोग हो त्यो। ओखर जोनको सहयोगमा हो। हजुर हजुर। अनि कागती चाहिँ हाम्रो जिल्ला वन कार्यालय अनि एकीकृत पशुपन्छी विकास कार्यालय लगायतले चाहिँ मलाई चाहिँ सहयोग गर्नुभयो। उहाँहरूको सहयोगबाट नै मेरो चाहिँ यो खेती गर्नाले अगाडि बढाएको। स्याउ पनि छ भन्नुभएको थियो? हजुर हजुर हजुर। स्याउ कति? अहिले भर्खर चाहिँ स्याम्पलको रूपमा त्यहाँ चाहिँ सुरुवात गरिरहेको छ। त्यो खासै चाहिँ बजारको हिसाबले नभए आफू त्यहाँ त्यो ठाउँमा चाहिँ कति हुन्छ त कस्तो हुन्छ भनेर परीक्षणको रूपमा चाहिँ प्रयोग गर्नु भएको छ अहिले? लगाउनु भएको छ? रूपमा चाहिँ लगाएको छु। ए स्याउ चाहिँ गाला भन्ने जातको स्याउ चाहिँ छ। अनि तिमुर चाहिँ छ लगभग 3500 बोट। चिमुर पनि रोप्नु भएको छ? हजुर हजुर हजुर। चिमुर त परीक्षण गर्नै पर्दैन, त्यहाँ राम्रैसँग फल्ने ठाउँ हो है। हजुर त्यसले चाहिँ स्याम्पलको रूपमा दिइसक्यो। हजुर हजुर। त्यसको चाहिँ राम्रै चाहिँ छ, राम्रै फल दिइराखेको छ। त्यो चाहिँ छ। अनि त्यसको अलावा अझ थुप्रै चाहिँ अब खाद्य युक्त त्यो नगदे बालीहरू होइन, त्यही तपाईँको तल के अरे त्यो विभिन्न फलफुल बिरुवाको मुनि तपाईँको हुने जस्तो कोसे बालीहरू अनि त्यस्तै प्याज लसुनहरू अनि यिनीहरू चाहिँ लगाइरहेको छु भाइ। ए भनेपछि प्याज लसुनहरू पनि लगाइराख्नु भएको छ। नगदे बालीहरूमाथि विशेष जोड गरिराख्नु भएको छ है। अनि तर पनि बजारको भने समस्या छ। बजारको रुकुम जस्तो ठाउँमा, कम जनसङ्ख्या भएको ठाउँमा बजारको समस्या छ। धेरै खपत हुँदैन, बाहिर पठाउनु पर्ने हुन्छ। बाहिर पठाउँदाखेरिको तपाईँले भोगेको समस्या के छन्? हाम्रो चाहिँ मैले मात्र योभन्दा अगाडि 12 क्विन्टल जति कागती काठमाडौँ पठाएको थिएँ। 12 क्विन्टल जति पठाएको थिएँ। अब त्यो 12 क्विन्टल पठाउँदा करिब मलाई चाहिँ कति 26वटा कट्ठाको आवश्यकता पर्न गयो। 26वटा कट्ठा? 26वटा कट्ठाको आवश्यकता पर्दा तपाईँको एउटा कट्ठालाई 500 को दरले हुँदा जाँदा तपाईँको समथिङ 13,000 जति भाडा लाग्यो। भाडा लाग्यो त्यो त असाध्यै महँगो भाडा लाग्यो है। सबभन्दा चाहिँ यो ढुङ्गानीकै समस्या चाहिँ छ। मसँग चाहिँ कुनै चाहिँ होम डेलिभरी गर्नको लागि तपाईँको चाहिँ कुनै साधन छैन भनौँ न। साधन छैन है। अनि यो त सबै किसानहरूकै
समस्या होला नि होइन। जस्तै तपाईँको मात्रै नभएर हजुर अन्य किसानहरूले पनि उत्पादन गरेका कृषि उपजहरू हजुर छ बजारमा लान समस्या छ। समस्या छ। समस्या छ। अब किवी चाहिँ हाम्रो लाखौँ रूपमा चाहिँ किवी उत्पादन गर्छन् हाम्रो सिस्ने तारमा। किवी पनि उत्पादन छ, त्यो पनि बजार जान सक्दैन। सक्दैन त्यही कुहेर चाहिँ जाने हो। त्यही कुहेर जाने छ। अब सिस्ने 7-8मा सुन्तला हुन्छ, अब त्यसको पनि त्यस्तै चाहिँ छ। त्यसले पनि बजार पाउन सकेका छैन है। अब जेली अब कुनै चाहिँ जुस जेलीको रूपमा चाहिँ अहिले भर्खर चाहिँ त्यसलाई चाहिँ प्रशोधन गर्ने ऊ गरिराख्नु भएको छ सिस्ने 7-8मा पनि। हजुर। अब यिनी यस्तै कुराहरू छन्। यही सबैभन्दा चाहिँ ढुवानी गर्ने कुरामा चाहिँ समस्या चाहिँ छ। बजारसम्म चाहिँ लैजान एकदम चाहिँ समस्या छ। उत्पादन भए पनि कृषि वस्तुहरू हामीले उत्पादन गरे पनि बजारसम्म सही ढङ्गले पुर्याउन सक्दैनौँ। हजुर बजार पाउँदैन। पाउँदैन। यसकारण चाहिँ राम्रोसँग काम गरेका किसानहरू पनि निरुत्साहित हुने हजुर अवस्था छ। छ। यो चाहिँ सरकारले, स्थानीय सरकार, प्रदेश सरकार अथवा सङ्घीय सरकारले किसानहरूलाई, ग्रामीण इलाकाका किसानहरूलाई कृषि उत्पादनमाथि प्रोत्साहन गर्ने गरिकन लागे यही बजार व्यवस्थापनमाथि मात्रै लाग्दिएपछि पनि धेरै कुरा हुँदो रहेछ। धेरै राहत हुँदो रहेछ। मैले हजुरलाई अगाडि पनि भने र यो कृषि एम्बुलेन्स भनेर भन्नुभएको छ अथवा ढुवानीका लागि कृषकहरूको निम्ति स्पेसल कृषि उत्पादनहरूलाई, हाम्रो उत्पादित वस्तुहरूलाई बजारसम्म पुर्याउनुको निम्ति सहुलियत दरमा प्राप्त हुने गाडी हुन सक्छ कि अथवा चाहिँ स्थानीय सरकार, प्रदेश सरकारले व्यवस्थापन गरिदिएर बजारसम्म पुर्याइदिने व्यवस्था मिलाउन सक्छ कि, अर्थात् सहुलियत अन्य सङ्घीय सरकारदेखि लगेर भन्सार छुटसम्मका गाडी प्राप्त हुन सक्छन् कि कृषि क्षेत्रका लागि भन्ने कुरा सबै बुझी हामीले यो व्यवस्थापनका लागि कृषिबाट उत्पादित वस्तुहरूलाई हामीले बजारसम्म पुर्याउनको निम्ति सरकारले व्यवस्थापन गर्ने, हामी आफैले पनि के गर्दा अलि सहुलियत दरका गाडी प्राप्त गर्न सकिँदो रहेछ र हामी आफै आत्मनिर्भर तरिकाले पुर्याउन सक्नु रहेछौँ भन्ने कुराको खोजी गराउला पनि भनेको छु। र हामीले त्यो खोजी गर्नुपर्ने छ, खोजी गर्नेछौँ। म पनि लाग्नेछु, तपाईँ पनि लागिराख्नु भएकै छ होइन। र हामीले सबै किसानहरूलाई अलि आशा जगाउने भनेर भनेको हाम्रा उत्पादित वस्तुहरूलाई बजारसम्म पुर्याउनुको निम्ति समस्या छैन, बजार राम्रो छ भन्ने कुराको सन्देश दिने र सबैलाई हामीले कृषिमाथि जोड्नको निम्ति अगुवा कृषकको रूपमा पनि हामी लाग्नुपर्ने हुन्छ होइन। तपाईँ जतिको शिक्षित युवा उमेर अवस्थामै तपाईँ कृषि क्षेत्रलाई अँगालेर राम्रो सफलता उन्मुख हुनुहुन्छ। यसलाई सरकारले पनि ध्यान दियोस् भन्न चाहन्छु म यो भिडियो मार्फत पनि। यद्यपि तपाईँ र म अहिले पैदल यात्रामा छौँ। हामी यो जङ्गलको बाटो हिँडिरहेका छौँ। हामी यो समयमा त्यो जङ्गलको बाटो काट्ने मात्रै होइन कि हाम्रा समस्याहरूलाई हामीले हिँड्दै त्यो समयको सदुपयोग पनि गरौँ र आम श्रोता दर्शक माझ हाम्रा कुराहरू पनि पुर्याउँ, हाम्रा समस्या पनि पुर्याउँ। सरकारका विभिन्न निकायका सरकारको अधिकारी कहाँसम्म पनि पुर्याउँ, सरकारका प्रतिनिधिसँग, जनप्रतिनिधिहरू सबैसँग पुर्याउँ भनेर यो हामीले भिडियो बनायौँ। हामीले फेरि अर्को भिडियोमा थप यस्तै कृषिका कुरा, युवाहरूलाई कृषिमा प्रोत्साहन गर्ने कुरा, उत्पादनमा प्रोत्साहन गर्ने कुरा, उद्योग व्यवसायमा प्रोत्साहन गर्ने छलफल फेरि गर्नेछौँ होइन कमल दाइ? ल अहिलेलाई चाहिँ हामी बिदा हौँ होइन? ल हस् त, धन्यवाद, नमस्कार। हामी यो भिडियोबाट बिदा हुन चाहन्छौँ। कमल घरती दाई, सिस्ने 4 र म केशव राहुल, सिस्ने 8 है। हामी एउटै गाउँपालिकाको 2 युवाहरू। हामी यो जङ्गलमा केही अध्ययनका लागि हिँडिरहेका छौँ। के अध्ययन गऱ्यौँ भन्ने कुरा फेरि खुल्नेछ। हस् त, नमस्कार।